धेरै समयबाट मैले मेरो च्यानलमा भिडियोहरू अपलोड गर्न टाइम पाएको छैन। आफ्नो काम यस्तैले बिजी भएर अनि यो चाहिँ अलिक पुरानो भिडियो हो। त्यसलाई चाहिँ म आज भोइस ओभर गरेर अपलोड गर्दैछु। यो चाहिँ मैले सेलरोटीको भाँडा लिएको छु अनि यसलाई मैले राति नै 3 महिना चामल भिजाएर राखेको थिएँ अनि रातभरि यो भिजेपछि चाहिँ यसलाई म चाहिँ अब मिक्सरमा ग्राइन्ड गर्छु। त्यसलाई मैले मिक्सरमा राखेँ अनि थोरै पानी राख्दै यसको खस्रो खस्रो पिसेर यसलाई चाहिँ रेडी गरेँ अनि यो पिसेपछि चाहिँ यसलाई एउटा भाँडामा राखेर त्यसमा सुजी, चिनी, लङ्चुङखेलको धुलो अनि घिउ तताएर राखेँ अनि यसलाई चाहिँ केही बेर मजाले मोल्नुपर्छ है। जति मोल्यो यो उति राम्रो हुन्छ। अनि केही बेर मोलेपछि चाहिँ यो खासै राम्रो भयो जस्तो लागेन अनि फेरि मैले यसमा चाहिँ थोरै सुजी थपेँ कि अनि यसलाई फेरि केही बेर मोलेपछि अनि यो चाहिँ मलाई ठिक भयो कस्तो हुन्छ म एकचोटि चेक गर्छु घुम्छ कि न यो। अनि यसरी हातमा लिएर सेलरोटी घुमाए चाहिँ घुमाउने के यसलाई अनि यो चाहिँ राम्रै भएको रहेछ। अनि यसलाई पनि केही बेर फेरि भिज्नको लागि राखिदिनुपर्छ कि त्यसैले मैले यसलाई ढाकेर राखेँ अनि 1 घन्टा राखेपछि मैले यसलाई हेरेको अनि यो चाहिँ कस्तो मजाको भएको कि घुमाउँदा नि घुम्ने। अनि मैले बाहिर आगो बालेर आगोमा पकाउन लागेँ अनि आगो चाहिँ एकदमै बलेको हुनुपर्छ है। अनि मैले यसलाई चाहिँ यसरी राखेँ अनि अब हेर्नु है यसको कलर चेन्ज हुँदै जान्छ अनि यसमा काँडा काँडा उठ्छ कि काँडेदार रोटी बनाउनु लागि चाहिँ खस्रो खस्रो नै बनाउनुपर्छ हामीले चाहिँ पिस्दाखेरि त्यसलाई ध्यान दिनुपर्छ। अनि जति आगो बाल्नुहुन्छ त्यति राम्रो हुन्छ। यसमा काँडा निक्लिरहेछ कि अब चाहिँ अनि मैले यसलाई चाहिँ फर्काएँ यसमा कस्तो मजाको काँडा निस्केछ अनि रातो भयो कि कलर पनि हेर्दै खाम जस्तो भयो। अनि मैले यसलाई चाहिँ एउटा पाटामा राखेँ यसरी कडा कडा रोटी भयो अनि अर्को पनि फेरि हालेर फ्राई गरेँ कि अनि यसलाई पनि मैले फर्काइदिएँ यो पनि अघिको जस्तै राम्रो भएछ कि। अनि यसरी चाहिँ मैले रोटी बनाएर सकेँ। मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गरेर सब्सक्राइब गरिदिनु होला। धन्यवाद।